सक्छ अरे क्या। हेलो गाइस, हामी चाहिँ आज गेम खेल्न जाँदैछौँ। हाम्रो चाहिँ फ्यान बलिङ कोडा छ होइन, बाटोमा पुरै हाम्रो चाहिँ फ्यान बलिङ कोडा छ क्या बाटोदेखि होइन। अडियन्सहरूले हाम्रो समर्थकहरूले हामीलाई हौसला दिनुभएको छ। हामी चाहिँ दबाउने जाँदैछौँ गेम खेल्न। अब यहाँ चाहिँ हाम्रो सिधै सुभाष दाई हुनुहुन्छ, अलराउन्डर प्लेयर अफ नेपाल नेसनल टिम अब यसपालि हुन्छ होइन। ठिक छ, यसपालि अन्डर 19 नेसनल प्लेयर सुभाष तामाङ, याद गर्नु होला यो अनुहारलाई। यति भन्दै म आफ्नो भगे इन गर्छु है क्या। अब हामी जाँदैछौँ चट्टा भएर दाइको बाइकमा चढेर जमुनिया। गाइस, हामी चाहिँ फिल्डमा पनि आइपुग्यौँ। फिल्डमा चाहिँ गेमै स्टार्ट भएको रहेछ। हामी चाहिँ बस्दा बस्दा 1 घन्टापछि चाहिँ गेम स्टार्ट भयो। अनि फर्स्ट म्याच चाहिँ हाम्रो भरतपुर भर्सेस आदर्श युवा क्लबको रहेछ। अनि भरतपुरले चाहिँ आदर्श युवा क्लबलाई पेनल्टीमा जित्यो। एकदम क्रेजी गेम भएको थियो, एकदम मजा आयो, एकदम खतरा खालको गेम भयो। गाइस, यो चाहिँ हाम्रो गेम। अनि उता हामी पिङ्क लाउने चाहिँ हाम्रो टिम हो, यता ब्लू लाउने चाहिँ अपोनेन्ट हो। त्यो ओरेन्ज लाउने चाहिँ उहाँको चाहिँ म हो। दाइले चाहिँ भिडियो बनाएर चाहिँ कस्तो ब्लर बनाएछ क्या, त्यति राम्रै भिडियो बनाउनु भएछ दाइले चाहिँ। अनि गाइस, हामीले चाहिँ गेम जित्यो, 4 र 0 भयो। हामीले 4 गोल हाने हाम्रो केटाहरूले, त्यसै हाम्रो हामीले चाहिँ 1 पनि गोल खाएन। अनि हाम्रो सुभाषले चाहिँ म्यान अफ द म्याच पाएको छ। हाम्रो सुभाष भाइले चाहिँ 2 गोल हान्यो, एउटा गेममा एउटा पेनल्टीमा हान्यो। अनि त्यो म्यान अफ द म्याच पायो हाम्रो सुभाष भाइले चाहिँ। अनि यो चाहिँ गाइस पेनल्टी म्यान अफ द म्याच पाएको थियो सुभाषले। त्यही हो थोरै भिडियो क्लिप। गाइस, हामी त म्याच पनि खेलेर आयो होइन। म्याचमा जित्यो हामीले, 4-0 भयो। हाम्रो टिमले चाहिँ एकदम राम्रो खेलेर हाम्रो सुभाषले चाहिँ म्यान अफ द म्याच पायो। गाइस, हाम्रो चाहिँ फ्रुटी खाँदै, मैले मम्मीको लागि भने फ्रुटी लिएर आएको। के गर्नु गाइस, मार्केट बढेछ हाम्रो पनि। मार्केट अब लाग्यो नि त मार्केट। अब खेप हान्ने हो, पैसा कमाउने हो। लिनु मम्मी उयो ल्याएको छ फ्रुटी तपाईँको लागि, लिन। ठिक छ नि, तपाईँलाई मनपर्छ नि ल्याएको नि, हामीलाई दिएको थियो हाफ टाइममा खेल्ने भनेर। नखानलाई गेममा खेल्दा यस्तो फ्रुटीहरू खानु हुँदैन, त्योहरू मैले ल्याएर दिएँ क्या। गाइस, अब चाहिँ हामीले गेम जित्यो। अब चाहिँ अर्को गेम चाहिँ हाम्रो अब मङ्गलबार छ। मजा आयो, 4 गोल हान्यो, एकदम रमाइलो भयो, मजा आयो। तिनीहरूले सोचिरहेको थियो होइन किपर यत्रो पातलो छ क्या मम्मी। तिनीहरूले सुरुमा के भनेर क्या, अनि यस्तो पातलो किपर चाहिँ खेल्नु सक्छ अरे क्या। लास्टमा त 1 पनि गोल खाएन। त्यही त यत्रो मान्छे नि यत्रो देख्ने क्या होइन, त्यही जिउ छैन, त्यही भएर मान्छे यत्रो देख्ने। तर हाम्रो केटाहरूले धेरै राम्रो खेलेको हो। कराएको रे, सोरे घाँटी नै सुक्यो। चेक बोल भनेपछि है मान्छे चाहिँ यत्रो सोर चाहिँ यत्रो आयो होला, घोक्रो सुइसक्यो कराउँदा। तर खेल्नु चाहिँ एकदम मजा आयो आज। टिममेटहरू राम्रो थियो, सबै पाहाडीहरू त थियो। हाम्रो सबै पाहाडी थियो, 2-3 जना थियो ऊ थियो अरू ठाउँको मदेखिहरू थियो। तर जस एकदम मजा आयो खेल्नु चाहिँ एकदम। फेरि अपोनेन्ट कत्रोको यत्रो खुट्टा भएको क्या, जिउ पनि यत्रो भएको अपोनेन्ट। मान्छेहरू धेरै मोटो कि अपोनेन्ट यस्तो मोटो भयो क्या। सुरुमा त हामीले सोचेको हार्छ होला भनेको, लास्टमा त 4 गोल पो हान्यो। फोन आयो माथि। गाइस, आजको भ्लग चाहिँ यहीँ एन्ड हुन्छ। अर्को चाहिँ हाम्रो मङ्गलबार गेम छ। म अब फुल भ्लग चाहिँ म बनाउँछु मङ्गलबार चाहिँ। बाई बाई, सी यु अन द नेक्स्ट भ्लग।